घरमा बिजुली बालिदिनुस् सहयोग गरिदिनुस् तपाईँलाई जय जय होस् जय जय हुन्छ हैन जय जय आमाको यही फोन हो यही फोन चार्जर लाउन पनि टाढा जानुपर्छ गाउँमा हैन गाउँमा जानुपर्छ मलाई हेर्नुहोस् न दर्शक महानुभावहरू आमाको एउटा फोन छ यही फोन चार्जर गर्नको लागि आमा गाउँमा जानुहुन्छ टाढा जानुहुन्छ आमाको घरमा बिजुली बत्ती बलेको छैन दर्शक महानुभावहरू बिजुली बत्ती छैन घरमा आमा बिजुली छैन बिजुली लाउन किन सक्नु भएन आमा उपति भएन पैसा भएन ए पैसा नभएपछि लाउनु भएन हैन ए चार्जर लाउन कहाँ जानुहुन्छ त यसलाई चार्जर गर्न जहाँ सुत्न जान्छु उहीँ लाउने हो ए गाउँतिर जानुहुन्छ हजुर ए यसलाई चार्जर लाउन गाउँतिर जानुहुन्छ आमाको साथमा एउटा सानो फोन छ आमा फोन देखाउनुहोस् त तपाईँको फोन यही हो आमा त्यही हो ए अनि हामीले लगाइदिए हुन्छ बिजुली लौ न त्यति गरिदिनुहोस् पक्कै आमा तपाईँले आशीर्वाद दिनुभयो भने यो घरमा बिजुली बाल्ने हो हामीले ल ल तपाईँलाई जय जय होस् हजुर तपाईँको घोडाहरू फुल्न नि तपाईँलाई बाँच्न परोस् हजुर तपाईँको कमाइ बढ्न जाओस् हजुर त्यही मैले पनि त्यही अब सुन्नु न तपाईँको आशीर्वाद लागोस् तपाईँ जस्तै थुप्रै मान्छेलाई तपाईँलाई त सहयोग गरेर तपाईँ जस्तै धेरै मान्छेलाई सहयोग गर्न पाइयोस् त्यस्तै सहयोग तपाईँलाई गर्न परिरहोस् हजुर तपाईँलाई राम्रो हुँदै जाओस् ल तपाईँको आशीर्वाद लागोस् आमा अनि यता आउनुहोस् न आमा अनि यो गोठ छ नि आमा गोठमा गाई पाल्नु भएको थियो गाई त गयो अब नसकेर ए अनि यो गोठमा त तपाईँले अस्ति आउने बेला त गाई पाल्नु भएको थियो होइन आज त यो गोठ त रित्तै रहेछ त है रित्तै छ उडेर बाँध्ने हो अनि यो गोठमा आमाले यहाँ त गाई पाल्नु भएको थियो अस्ति त होइन र आमा अनि अस्ति यहाँ गाई पाल्नु भएको थियो होइन आमा अस्ति सोमबार गाई लोइदिए ए पठाइदिनु भयो किन नसक्ने भएर अब के पाल्ने त आमाले बाख्रा पाल्ने सबैले सहयोग गर्नुभयो भने भिडियो हेर्ने जतिले यहाँबाट हेर्नुभएको छ नि यहाँबाट थुप्रै मान्छेले हेर्नुभएको छ तपाईँलाई अस्ति त्यही देखेर त सहयोग पठाउनु भएको कृष्ण नेपाल भन्ने दाइले त्यही यस्तै फोनबाट हामीले खिचेर गएको थियौँ नि यस्तै बाटो भिडियो यस्तै क्यामेराबाट खिचेको थियो नि तपाईँलाई देखेर अनि आमालाई हामीले सहयोग गरौँ मैले सहयोग गर्छु भनेर सहयोग पठाउनु भएको सहयोग गर्नुहोस् जय जय होस् भन्ने जय जय होस् भन्नुहुन्छ होइन ए अनि आमा त बिरामी हुनुहुन्छ त्यसो भए होइन दर्शक महानुभावहरू आमाको यो फोन चार्ज गर्नको लागि आमाले दुःख पाउनु परेको छ आमाको घरमा अलिकति पैसा भयो भने आमाको घरमा बिजुली बत्ती बोल्छ त्यही भएर तपाईँले सहयोग गरिदिनुहोस् तपाईँले सहयोग गर्नुभयो भने यी आमाको घरमा बिजुली बत्ती बल्नेछ लाइक गर्नु सबैले भन्नुहोस् त सबैले सहयोग गरिदिनुहोस् लाइक गर्नुहोस् भन्नुहोस् म त जान्दिनँ यस्तो गराउनुहोस् न मुठी पार्नुहोस् त हुँदै हुन्न हो यस्तो गर्नुहोस् भन्नु यस्तो गराउनुहोस् हो यस्तो गर्नु लाइक गर्नुहोस् भन्नु ल यस्तो गर्नुहोस् लाइक गर्नुहोस् हुन्न ल दर्शक महानुभावहरू आमा खुसी हुनुहुन्छ नि आज त यहाँ म त रुन सके छैन ल आमालाई सबैजनाले सहयोग गरिदिनु होला आमाको यो अँध्यारो घरमा हामीले तपाईँले सपोर्ट गर्नुभयो तपाईँले साथ दिनुभयो भने यो अँध्यारो घरमा बिजुली बत्ती बाल्नेछौँ तब आशा छ सबै धेरैभन्दा धेरैजनाले सपोर्ट गर्नुहुनेछ आशा छ सम्बन्धित निकायसँग पनि जाओस् यो भिडियो ध्यान जाओस् अनि आमाको घरमा बिजुली बनाउनलाई हामीले भन्दा पनि स्थानीय सरकारले पहल गरिदियोस् हामी त्यसमा खुसी हुनेछौँ होइन भने तपाईँहरूको साथ सपोर्ट हुनुपर्छ हामी चाहिँ आमाको घरमा बिजुली बाल्नेछौँ सबैजनाले सपोर्ट गरिदिनु ल फेरि मिल्नेछौँ